हेलो एभ्रिवान, सबैजना सन्चै हुनुहुन्छ होला नि होइन। आज चाहिँ हामी बुढाबुढी दुईजना नै तामाङ ड्रेस लाएर कता जाँदैछौँ भनेर हजुरहरूलाई बिस्तारै देखाउँदै जान्छौँ। हामी चाहिँ सोनाम लोछार मनाउन जाँदैछौँ। खास गरी भन्नुपर्दा उसको फोन बिग्रेको भएर हामी चाहिँ यतातिर पनि आए। फोन बनाउन छोडेर राखेर हामी मलतर्फ लागे। हामीलाई चाहिँ मलबाट अब मेट्रोमा जानुपर्ने थियो, त्यही भएर मेट्रोतर्फ लागे। अब हामी वेलकम टु आवर च्यानल गाइड। फाइनली हामी चाहिँ मेट्रोभित्र पसेँ। मेट्रोभित्र पसेर यसो हेरेको, यताउता हेर्दा त कहीँ पनि सिट चाहिँ रहेनछ, तर उभिनको लागि चाहिँ ठाउँ रहेछ। क्राउड त्यति साह्रो छैन, अनि त्यही भएर दुवैजना उभिएर बसेँ। ऊ चाहिँ मोबाइल चलाउनमा व्यस्त छ आनन्दले। मोबाइल भएपछि के चाहियो जिन्दगीमा। त्यसपछि फेरि मैले सिट पाइहालेँ। सिट पाएँ, तर एउटा मात्रै सिट पाएँ। त्यसपछि म भ्यूहरू इन्जोय गर्न थालेँ मजा। बिना माइक चाहिँ धेरै नै साउन्ड कस्तो सुनिने के, अनि त्यही भएर अनि अब चाहिँ हामी बाहिर निस्किसकेँ बुर्जुमानबाट। अनि बुर्जुमानबाट निस्किएर हामी कसलाई भेट्न जाँदैछौँ, यानि ग्यासेस र क्या। एनिवेज हामी यहाँबाट बाहिर निस्किँदाखेरि चाहिँ टेलिक्क परेर घाम लागेको थियो। अनि घाममा त मान्छे नै चम्किने, अब हेर्नुहोस्। अनि त्यसपछि यताउता कतै नहेरिकन सिधा सिधा लागे हामी। भित्र बसेर उसलाई गाह्रो भइरहेको थियो क्यारे, भेप तान्न थालिहाल्यो बाहिर निस्किने बित्तिकै। एनिवेज यहाँको भ्यू चाहिँ कस्तो राम्रो देखिरहेको थियो क्या। हामी हिँड्दै गर्दाखेरि है, यताउता हेरेको कस्तो दामी देखेको। अनि त्यसैमा अनि हामीले पनि भिडियो बनाउँदै आफूलाई पनि देखाएँ, राम्रै देखिएछ भन्दै। एनिवेज यतिखेर चाहिँ उसले के कुरा गरिरहेको थियो भन्दा पर्दा खास गरी उसलाई चाहिँ बाइक किन्नु पऱ्यो अरे, बुलेट किन्नु पऱ्यो अरे। त्यसपछि अनि मनाङ मुस्ताङ घुम्न जानुपर्छ भन्ने कुरा चलिरहेको थियो। अनि मैले नि मनाङ मुस्ताङ नै घुम्नुपर्छ, राम्रो कुरा हो, त्यहीँ जानुपर्छ भनेर भने। अब फाइनली गाइजहरू हामी चाहिँ पुगिहालेँ दाइ र भाउजूकोमा। भाउजू कति राम्रो भएर आउनु भएको रहेछ, अनि कति मिठो रोटी बनाउनु भएको रहेछ दाइले। अनि हाम्रो स्न्याक्सको लागि दाइले रोटी चना दिनुभयो। अनि त्यसपछि भाउजूको कपाल मिलाउनमा लाग्यो हामी। भाउजूको कपाल चाहिँ एकदम बाक्लो, राम्रो, एकदम राम्रो थियो। त्यही भएर मैले आई वाज गिभिङ हर कम्प्लिमेन्ट। त्यसपछि हाम्रो आङ्गीको इन्ट्री भयो। अनि त्यसपछि खानासाना खाएर हामी बाहिर निस्क्यौँ। यो बिचमा भन्न नै बिर्सेछ, हाम्रो विशाल भाइ पनि आइसकेको छ। विशाल भाइ पनि आएर हामी कहाँ जाने भनेर सबैजना मिलेर डिसाइड गर्दैछौँ। अनि कहाँ जाँदा चाहिँ ठिक हुन्छ भनेर सबजना अलमल्लमा परेर सबजनाले यहाँ जाउँ त्यहाँ जाउँ भनेर बसिरहेछौँ। बाहिर नै मेट्रो स्टेसनको बाहिर हो। फाइनल डिसाइड भयो हामी चाहिँ कहाँ जाने भनेर। ल हजुरहरूलाई देखाउँदै जान्छौँ हामी। अब फेरि मेट्रोभित्रतिर लाग्न थाले सबैजना। यसपालि चाहिँ मजाले सिट पायो सबैजनालाई। सबैजना एकै ठाउँमा बसियो मजाले। सबैजना नै अडिएको थियो, किनभने 6जनाको सिट थियो, 6जना नै मजाले अडिएको थियो। अनि हामीहरू सबैजना एकै ठाउँमा बसेर अगाडि लाग्न थाले। घाम त राम्रो लागेको थियो, तर मौसम चाहिँ खासै क्लियर चाहिँ थिएन आज। त्यही पनि हाम्रो बाहिर निस्किने दिनै यही थियो। हामी चाहिँ क्रिकमा आइपुगिसक्यो, हिँड्दैछौँ। अनि सबजना अगाडि गइहाल्यो, हजुर मात्रै पक्का गाइजहरू। ल मेरो भ्लग चलिरहेको छ। हजुरहरूले थाहा पाउनुभयो हामी क्रिकमा आइसकेका छौँ। अनि यहाँबाट अलिकति हिँड्न पर्नेछ। त्यसपछि हाम्रो मेन गोल भनेको चाहिँ हामीलाई त्यो बोर्ड चढ्नु थियो, किनभने बोर्डमा हावा अनि त्यहाँबाट त्यो पानीको लहरहरू देख्नका लागि हामी यति एक्साइटेड थियौँ। तर भनेको जस्तो भएन, हामीलाई यस्तो बोर्डमा चढायो जुन चाहिँ बस जस्तो अनि प्लेन जस्तो थियो, जहाँ चाहिँ खासै खुसी चाहिँ भएन हामी, किनभने सोचेको भन्दा ठ्याक्कै उल्टो भयो। तैपनि हामी यहाँ बस्दै भिडियो सिडियो बनाउने चाहिँ छोडेनौँ भनौँ न। मौसम राम्रै थियो, झ्यालमा नै थियो सिट।
तर पनि खासै राम्रो चाहिँ लागेको थिएन किनभने बाहिर हिँडेको गुडेको केही थाहा पाइरहेको थिएन किनभने हावा आइरहेको थिएन हामी एकदम बन्द प्लेनमा जस्तो बसिरहेको थियो त्यही भएर खासै राम्रो महसुस चाहिँ फिल चाहिँ भएन तर पनि यताउता हेरेर चित्त बुझाएँ अब अर्को फर्केर आउँदाखेरि चाहिँ बोर्ड सायद हामीले भनेको जस्तो पर्छ होला पाउँछ होला भन्ने सोचमा अघि बढ्दै गए हामी यो बोर्डमा लिएर आएको थियो हामीलाई चाहिँ एनिवेज मलाई चाहिँ मन परेन बरु सानो नै ठिक छ गरिबवाला बोर्ड नै राम्रो लाग्छ किनभने That's so beautiful अझै जानुपर्ने हुन्छ मैले भनेको चाहिँ यो वाला बोर्ड भनेको हामी त्यो बोर्ड चढ्न पाएन खास गरी यो बोर्डमा चढ्न मन थियो चढ्न दिएन हामीलाई साह्रै नराम्रो लाग्यो यो कुरामा चाहिँ बोर्ड चढ्न भनेर आएको तर पहिला आइसकेको ठाउँमा त्यही बोर्ड चढ्न चाहिँ पाएन अब भिडियोमा देख्नुहुन्छ तपाईँहरूले कति धेरै मान्छे क्या त्यतातिर आमामा के हो Beautiful dining. Love it. कति मान्छे फर्किरहेको छ हामी चाहिँ यहाँ भर्खर भित्र इन्ट्री हुँदैछौँ फाइनली गाइजहरू हामी चाहिँ आइपुग्यो यो ठाउँमा जहाँ चाहिँ मान्छेहरू सनसेट हेर्नको लागि आइन्छ हामी चाहिँ खासै सनसेट हेर्न पनि आएको होइन खास गरी हामी चाहिँ बोट चढ्नलाई बोट राइड मजा लिनको लागि आएको थियो विच इज डिडन्ट ह्यापन विथ अस होइन तैपनि हामी यताउता आएर सनसेट पनि त्यति वास्ता गरेन आफै यताउता मजाले भिडियो बनाउनुमा लागेँ अनि म चाहिँ आफ्नो ड्रेस देखाउँदै यताउता हिँड्न थालेँ ल गाइज हामी चाहिँ यहाँ आइपुगिसक्यो हामी चाहिँ कहीँ पनि गएन यहाँभन्दा उता हामी सबैजना यहीँ छौँ लोसर भनेको यस्तै छ हाम्रो त अनि पनि आउँदै हुनुहुन्छ पाक्नु पाक्नु ह्यापी लोसरको शुभकामना सबैलाई टाटा बाई बाई अस्सलाम वालेकुम तो लाइन दिने आओ देखो ना गाइस देखो ना ये क्या है देखो ना ये पहला मैंने देखा था सबसे ज्यादा खाली में टिकटॉक हो जाएगी देखो ना गाइस देखो ना गाइस देखो ना रात परे देखो न अब चाहिँ हामी फर्किनको लागि लाइन बस्नुपर्ने टाइम आयो लाइन एकदम लामो थियो अब बोर्डमा चढ्नको लागि फर्केर जानको लागि किनभने हाम्रो आङ्गीलाई ढिला पनि भइसकेको थियो उहाँलाई छिटो जानुपर्ने थियो त्यही भएर हामीहरू छिटो जाने प्रयासमा लाइन बस्न थाले हाम्रो अघिको झिनोआस पनि फेरि यहाँ समाप्त भयो किनभने हामीलाई फेरि त्यस्तै बोर्डमा चढाइयो किनभने देयर इज नो अप्सन्स मान्छे धेरै भएर कि के हो कुनै हामीलाई फेरि यही बोर्डमा चढायो फेरि नराम्रो लाग्यो यतिखेर त झन् फोटोहरू यताउता हेर्दै यति छिटो आइपुगेछ थाहा पनि पाएन त्यसपछि हामी क्रिकबाट एक्जिट भयौँ खासै भनेको जस्तो राम्रो एक्सपिरियन्स भएन कि त्यसपछि हामी क्लबतिर लाग्यो क्लबमा पुग्ने बित्तिकै यो मिठो गीत चलिरहेको छ सिङ्गम मुभीको अनि गीतको गीतले पनि एकछिनको लागि पुरानो दिनहरू याद दिलाइदियो त्यसपछि हाम्रो प्रवीण मामा पनि आइपुग्नु भयो लोसर मनाउनको लागि हामीहरू सबैजना सँगै बसेर एकै ठाउँमा बसेर रमाइलो गऱ्यौँ ह्याप्पी सोनाम लोचर सबैजनालाई थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो सबैजनालाई भेट्दै गरौँला सबैजना हेल्दी रहनुहोस् वेल्दी रहनुहोस् हाँस्दै रहनुहोस् बाई बाई